के तपाईँ पनि मुखे रसाउने पिरो र ज्युसी मटन मसाला घरमै बनाउन चाहनुहुन्छ? त्यसो हो भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। सबैभन्दा पहिले एउटा प्रेसर कुकरमा तोरीको तेल मज्जाले तताउनुहोस्। तेल तातेपछि त्यसमा तेजपत्ता र खडा गरम मसलाहरू हालेर फुराउनुहोस्। अब यसमा 2वटा मसिनो गरी काटिएको प्याज राखेर नुहोस्। प्याज भुटिएपछि ताजा मटनका टुक्राहरू र स्वादअनुसार नुन हालेर केही बेर चलाउनुहोस्। त्यसपछि 1 चम्चा अदुवा लसुनको पेस्ट राखेर मज्जाले भुट्नुहोस्। यसमा धनियाँ धुलो, 1 चम्चा मरिचको धुलो र 1 चम्चा रातो खुर्सानीको धुलो राखेर थोरै पानी हाल्दै मसलालाई राम्ररी पकाउनुहोस्। मसला पाकेपछि आगो सानो पारेर 1 कप फेटिएको दही हाल्नुहोस् र निरन्तर चलाउनुहोस्। दही मज्जाले मिसिएपछि ग्रेभीको लागि आवश्यकता अनुसार पानी थप्नुहोस् र कुकरको बिर्को बन्द गरेर मटन गलुन्जेल 4 देखि 5 सिट्टी लगाउनुहोस्। सिट्टी गइसकेपछि कुकर खोल्नुहोस् र माथिबाट गरम मसला र कसुरी मेथी छर्केर 2 मिनेट छोपिदिनुहोस्। ल हेर्नुस्, हाम्रो कति आकर्षक र स्वादिलो मटन मसला तयार भयो।